नेपालको हिस्ट्रीमा सबैभन्दा एक्सपेन्सिभ इभेन्ट कुन थियो होला? फेस्टिभल, डेभलपमेन्ट प्रोजेक्ट? नो, इट वाज अ वेडिङ। यस, एउटा बिहे थियो जुन नेपालको हिस्ट्रीमा सबैभन्दा एक्सपेन्सिभ इभेन्ट रहेको छ। यो कुरा हो 1970 AD को जुन वर्षमा क्राउन प्रिन्स वीरेन्द्र र ऐश्वर्याको बिहे भएको थियो। यो बिहेमा 300+ इन्टरनेसनल गेस्टहरू आएका थिए, सबै हाई प्रोफाइल, इन्क्लुडिङ किङ अफ लाओस, प्रेसिडेन्ट अफ इन्डिया, युके को क्वीनको कजिनहरू काठमाडौँसम्म पुगेका थिए। यो बिहे सम्पन्न हुँदा काठमाडौँ साँच्चीकै चम्किएको थियो। सडकहरू फेरिएका थिए, बिल्डिङ्सहरू चम्किएका थिए र बत्तीहरू जोडिएका थिए। अनि इम्पोर्ट्स इङ्ल्यान्डबाट व्हाइट स्टालियन्स, नेदरल्यान्ड्सबाट फ्लावर्स, इन्डियाबाट फुड प्लस 130 वेटर्स र 200 भन्दा बढी गाडी जापान र जर्मनीबाट। यस्तो ल्याभिस बिहे गर्न त्यो समयमा कति खर्च लागेको होला त? Reportedly, the cost was around 9 million to 16.5 million US dollar in 1970. जब नेपालको नेशनल बजेट नै 66 million US dollar को थियो। Can you guess अहिलेको टाइममा त्यो पैसाको भ्यालु कति भयो होला त? As of today's day, the value is 80 million US dollar. नेपालीमा भन्नु पर्दा लगभग 10 खर्ब रुपैयाँ। यस्तै फाइनान्शियल फन फ्याक्ट्सको लागि पैसा प्रोसेसलाई फलो गर्नुहोस्।